함께 할머니랑 친구 Go! Happy birthday to you, Bhiman! Hey, hey, गयो अझै hey, hey, Happy birthday! अब केक काट ल क्यान्डल निकाल्नु पर्छ बाबु त्यो सबै निकाल बिमन सुतिरहेछ Happy birthday to you, Biman. पहिला भित्र गरेर अनि आउने भने हैन बाबु हो यहाँ पूजा गर Hello guys. Hello guys. 함께 할머니랑 친구 डोरिया समाएर बजाउने हो नि त काम छ आऊ 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 एकपल्टको घुम्नु पर्छ हो हो यसबार यसरी गणेशको पूजा गर यसरी अघि हुन्छ है यसरी अब यसरी तिमी माथि जान्छ पर्दैन त्यहीँबाट उसो गरे नि ल नमस्ते गर नमस्ते गर बाबुतिर जान्छ टिका लगाउनु पर्यो है टिका लगाउनु पर्यो देउता हो त्यसरी होइन राम्रोसँग पूजा गर के अरे पूजा गर्ने त यो अम्लाली बुढी अम्लाले है यसले आमाई त्यसरी होइन नि काम छ
तिम्रो हातमा राख्छौ लाग्छ अनि पकाएर जान्छ म मिलाइदिन्छु ओए कछुवा हो त्यो चलाउनु हुन्न बाबु नचलाऊ भनेको भगवान्ले श्राप दिन्छ यसो गर मान दिनुहोस् न पहिला कति लगाएर गर्नु कछुवाले ल पूजा गर्न त पूजा पनि ल्याउनु पर्ने रहेछ के सिक्दो हो नि त त्यहीँ मान्छेलाई आफै लगाइदिनु भयो नातिले ल भयो ल मैले पूजा गर्दैन लास्टमा नमस्ते गर्नुपर्छ कि गरेपछि जहिले पनि नमस्ते गरौँ न म त भिज्दैन पानी आँटेको हुन्न नि त नि खै नमस्ते गरे नमस्ते गर न अन्त आएको नि छ बाबु आएको नि जाऊ त यता यता तिम्रो पछाडि लाउन कता लगाइदिनु अब उता हुन्छ अब यता लगाइदेऊ हो त्यहाँ होइन उताकै उहाँ मन्दिर छ झ्याइ गरिदेऊ न यसरी फुल हँसिँदा यसरी छरिदेऊ न भइहाल्यो नि त्यहाँ होइन देउता त्यहाँ पनि हो कलशमा पनि हो उता पनि छ नि देउता उहाँ हो हेर न हो त्यहाँ ऊ फुल चढाएको नि त्यो ढुङ्गा के हो ल भयो ल भयो भयो स्याबास ल फुल हँसिँदा नि छरिदेऊ यो नरिवल निम भक्कल के हो सम्झिनुहोस् है माई भगवती सुख शान्ति हो आजा ताजा पुगोर गराएर भयो बाबु पूजा गरी भ्यायो लाउनु बाजेलाई सँगाउनु डल्ला है अब तिमीहरूमा आयो दुईवटा यसरी बाबु ज्ञानी होस् पढ्न आओस् डक्टर इन्जिनियर पास गरोस् बाबु उहाँ राख सक्दैन होला ल्याउ यता ल्याउ चिप्लो छ है सक्छ भने आमै त्यसरी त मर्छ नाउ टिकी लाउन आऊ ल आऊ आउँदै यता पका त ल अलि नमस्ते गर अनि खै त ए ल बाजेलाई पनि टिका लगाएर पैसा दे टिका लगाइदेऊ नि तिमी पनि बाजेलाई तिमी खै टिका लगाइदेऊ रातो सुन्तला थोरै दिएर आयो यो पैसा राखेर पैसा नमस्ते गरे खै ओ ढुङ्गुरी नमस्ते गरे है त गोचे काजी भगवान् हो कति वर्ष भयो बाबु अहिले भनिदेऊ त कति वर्ष लाग्यो तिमी 6 वर्ष लाग्यो पुरा पुगेर छ होला 6 वर्ष हजुर पढाइ पढाइमा कति पढेको भन्नु
कति पढ्यो भन्देऊ नि त केजी 1 कि केजी 2 भन्देऊ त नर्सरीमा र त होइन नर्सरी भन्देऊ न एलकेजी दाहिने हातले भगवान नचल त्यो फुल पर्छ यो उसले कति लेख्नु गरिराखेको हो भने बत्ती जान्छ रे ह्यापी बर्थडे भन्नुलाई हातमा गयो है पुग्यो खै पाए सबैले पाए ल एकचोटि ह्याप्पी बर्थडे भन ल ल बाई नहल्ला है टेबल एकछिन नहल्ला है फेरि यसमा चाहिँ लिने है अहिले पछि काट्ने हो केक त पहिला यहाँ अजाले लगाउनु न पहिला पहिला अजाले लगाउनु न स्टार्ट हुन्छ है थोरै थोरै पाउनु त अलिक पातलो धेरै टेबल हल्लिन्छ है खानालाई त टिका लगाउनु पर्छ फेरि सानो टेबल हल्ला टिका लगाएर केकको चक्कर केक खानालाई टिकी लाउ लाउ त्यस्तो टाउको नलिनु न कसको मेरो कता खायो मेरो नातिलाई नि त लागेछ यसलाई स्वान पार्नु पर्छ मम्मीलाई अनि हजुरलाई अनि त्यसो नहल्लाउ न यसो गर्दा यहाँ हाँसेर गमक्क पऱ्यो यस्तो हात यहाँ तल राखेर गमक्क परेर बस्छ म यहाँ भिडियो गर्छु है अब म
मेरै रहेछ एक छरी पखान एकछिन लाउने हो कि यहाँ त्यसो गरेर झारिहाल्यो नि दुईपट्टि झन् राम्रो हुन्छ कि यहाँ पढिन्छ भनेको यसो गरेर मैले कति राम्रो देख्यो है तपाईँ ल्याउ त होइन खान्छ छडा नि छडा म पनि तपाईँको पछाडि हेर्नु त्यहाँ पछाडिले सबै दोस्त ल ल ल नाक कटाउनु नपाए है ल अब यो यहाँ राख्ने खै त अदाले दिनु भएको रहेछ र यहाँ राख यहाँ राख्ने हो यहाँ सिन्धली मम्मीले बाबाले पनि लगाइदिनु पऱ्यो मैले टिकै राखेँ ल मिलाइदेऊ ल ह्यापी बर्थडे टु यु विमन ह्यापी बर्थडे टु यू निस्किएर के हो मोटो भएर होइन ऊ अहिले चाहिँ उभिनु भयो त्यही नदेखि ल भाग्यमानी ह्यापी बर्थडे विमन ह्यापी बर्थडे टु यु हात के गर्नुपर्छ सानो हात के गर्नुपर्छ 500 मटाइ नि हो ओए कहाँबाट हो यताकै हो अच्छा ये माने ल भाग्यमानी ल पैसा दिनु भए मात्रै लगाइदिनु भने टेबलमा पैसा देखेर हो क्या हाम्रो कान्छीले पैसा भन्नु आइहाल्छ पखान अब दिदीहरूले ठुल मम्मीहरूले चमाहरूले ज्यू तिमी लाउने कि नलाउने मलाई के दिनुहुन्छ भन्छ कति ब्राइटनेस लो हो क्या नानी कता हो क्या ब्राइटनेस फुल गर्ने थ्याङ्क यू अदा ल ल ल ल अरू को छ ल अब काटौँ ल ल अब अङ्कलले लगाइदिन्छ न किन गरे काजी ल अरू कोही छ ल अब ल कीर्तिका को ल ल अब सबै लाउने नकाटिकन यो क्यान्डल बालेर के अरे तपाईँले दुईवटा समाएर बालिदिनु न मम्मी ल यस्तो के केही हुन्न दाउले गएर देखाइदिनु छोरो अलि उता अलि उता ए ऊ डराइसक्यो क्यान्डल सब मरिसक्यो भयो त ल फुगर फुगर मिलिन फोटोमा हेर न सोहानको त अवतार देख्दैन त्यो उसले ढाँस देख्यो धेरै नाटक गरेर हाल्नु पर्दैन के यहाँ हेर न एकचोटि गो ल ह्याप्पी बर्थडे टु यु विमन ए गयो अझै ए ल
ह्याप्पी बर्थडे अब केक काट ल क्यान्डल निकाल्नुपर्छ बाबु त्यो सबै निकाल बिस्तारै निकाल्नु पर्छ सही गरिदेऊ सोन दादा ल अब त्यो पनि ल अब 5 त त्यहीँ राख न त्यहीँ राख 5 Yes. दाइले कितिका दिदीले हात समातेर ल ल ल चट्ट चट्ट ल ल मिलाएर काट खै म पहिला म भिमलाई खाइन्छ थोरै पख न तिमी हातमा चलाऊ ए ल हो धेरै धेरै उस नगर्नु है ए उसले भने त्यस्तो गर्दैन ए विमन धेरै के खाने होइन अब ह्याप्पी बर्थडे टु यु विमन ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ल अझ आजीलाई ल होइन अहिले सबै आफै खाने हो होइन सबै आफै खाने अहिले त्यहाँ उस राख न पहिला ल